हेलो एन्ड नमस्ते सबैजनालाई फेरि पनि म आइसकेको छु केही नयाँ भिडियोहरू लिएर। सो गाइज आज चाहिँ हामी नयाँ फेसबुक एकाउन्ट कसरी बनाउँछ भन्ने बारेमा भिडियो लिएर आइसकेको छु गाइज। सो गाइज आज चाहिँ हामी हाउ टु मेक न्यू फेसबुक एकाउन्ट भन्ने निज भिडियोमा निज टपिकमा चाहिँ हामीले भिडियो लिएर आइसकेको छु गाइज। होप तपाईँहरूले लास्टसम्म हेर्नुहुनेछ गाइज। होपफुल्ली गाइज तपाईँले लास्टसम्म हेर्नुहुनेछ, तपाईँहरूले आउँदैन भने लास्टसम्म हेर्नु होला र सिक्नु होला। लेट्स सी गाइज अब चाहिँ हामी कसरी एकाउन्ट बनाउँछ भन्ने तर्फ लागौँ है त। सो गाइज फर्स्ट सुरुमा चाहिँ हामीले यो फेसबुकमा क्लिक गर्छौँ। सो गाइज त्यसपछि चाहिँ यस्तो 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 आउनेछ, यस्तो पेज आउनेछ गाइज। सो गाइज त्यसपछि चाहिँ हामीले हेरियो गाइज। त्यसपछि चाहिँ हामीले योभन्दा मुनिपट्टि छ नि गाइज क्रिएट न्यू एकाउन्ट। क्रिएट न्यू एकाउन्ट भन्नेमा हामीले क्लिक गर्नेछौँ गाइज। क्रिएट न्यू एकाउन्टमा क्लिक गर्नेछौँ गाइज। सो गाइज क्लिक गरिसकेपछि चाहिँ यस्तो खालको इन्टरफेस आउँछ। त्यसपछि चाहिँ गाइज हामी क्रिएट न्यू एकाउन्टमा क्लिक गर्नेछौँ। त्यसपछि आफ्नो नाम के हो त्यो हाल्न सक्नुहुन्छ सबैजनाले। पहिला सुरुमा मेरो नाम चाहिँ यो हो अनि लास्ट नेम चाहिँ तपाईँहरूको फर्स्ट नेम के हो। जस्तै अब फर्स्ट नेम चाहिँ रामप्रसाद छ भने फर्स्ट नेम रामप्रसाद भनेको लास्ट नेम। त्यसपछि नेक्स्ट गर्नु होला। नेक्स्ट गरिसकेपछि अर्को पेज आउनेछ। त्यसपछि अब हामीले आफ्नो डेट अफ बर्थ हाल्नेछौँ। सो गाइस डेट अफ बर्थ हाल्छ उसी भेटौँ। तपाईँहरूले आफ्नो तपाईँहरू कुन मितिमा जन्मनु भएको हो त्यो मिति चाहिँ हाल्नु होला है त। सो गाइस त्यो आफ्नो डेट अफ बर्थ हालिसकेपछि चाहिँ यस्तो खालको इन्टरफेस आउँछ। सो गाइस त्यसपछि चाहिँ तपाईँहरू मेल हो भने मेल, फिमेल हो भने फिमेलमा क्लिक गर्न सक्नुहुन्छ। तपाईँहरू मेल हो भने मेलमा क्लिक गर्नु होला, फिमेल हो भने फिमेलमा क्लिक गर्नु होला। म चाहिँ मेल हो, म चाहिँ मेलमा क्लिक गर्नेछु। सो गाइस त्यसपछि अर्को इन्टरफेस आउनेछ। सो गाइस मेरो नम्बर चाहिँ यही नै हो। तपाईँहरूको नम्बर के हो आफ्नो मोबाइल नम्बर हाल्न सक्नुहुन्छ, मोबाइल नम्बर बनाउन खुवाउन सक्नुहुन्छ। तपाईँहरूले आफ्नो जिमेल एकाउन्ट बनाउन खुवाउन सक्नुहुन्छ। सो गाइस जिमेल एकाउन्ट कसरी आफ्नो इमेल एकाउन्ट कसरी बनाउँछ भन्ने बारेमा थाहा छैन भने, इमेल एकाउन्ट के हो भन्ने थाहा छैन भने मैले भिडियो बनाइसकेको छु। सो गाइस डिस्क्रिप्सनमा लिङ्क छ, त्यो गरेर हेर्न सक्नुहुनेछ। सो गाइस त्यसपछि नेक्स्टमा क्लिक गर्नु होला। नेक्स्टमा क्लिक गरिसकेपछि यस्तो खालको इन्टरफेस सो हुन्छ। पासवर्ड के हो राख्न सक्नुहुन्छ तपाईँहरूले पासवर्ड। सो गाइस मैले चाहिँ पासवर्ड राखिसकेको छु। पासवर्ड आफ्नो पढाउनका लागि पासवर्ड राख्नु होला। सो गाइस नेक्स्ट गरिसकेपछि चाहिँ अर्को खालको इन्टरफेस आउनेछ। सो गाइस त्यस्तो आफ्नो पासवर्ड सिक्रेसी राखेपछि चाहिँ नेक्स्ट गरिसकेपछि यस्तो खालको इन्टरफेस आउनेछ। तपाईँहरूले चाहिँ अब यो पढ्न सक्नुहुन्छ। म त पढिनँ। यसमा सेभ गरिदिनु होला। सेभ गरेपछि एग्री गरिदिनु होला। एग्री गरिसकेपछि सो गाइस अर्को खालको इन्टरफेस आउँछ। अर्को खालको इन्टरफेस आएपछि यस फाइन्ड माई एकाउन्ट नो क्रिएट न्यू एकाउन्टमा क्लिक गर्नु होला। सो गाइस यस्तो गरिसकेपछि सो गाइस यस्तो खालको इन्टरफेस आउँछ गाइस। त्यस्तो गरिसकेपछि चाहिँ यस्तो खालको इन्टरफेस आउँछ, हेर्न सक्नुहुन्छ तपाईँहरूले। यस्तो खालको इन्टरफेस आउँछ गाइस। यस्तो खालको तपाईँहरूले चाहिँ अब जिमेल इमेल हाल्न सक्नुहुनेछ, आफ्नो फोन नम्बर पनि हाल्न सक्नुहुनेछ है त। फोन नम्बरको लागि चाहिँ गाइस हेरियो। सो गाइस फोन नम्बरको लागि चाहिँ हेरियो कन्फर्म यो कोड माथि दिन सक्नुहुनेछ है त हजुरहरूले। यस्तो इन्टरफेस आइसकेपछि चाहिँ आफ्नो नम्बरमा आफ्नो कुन चाहिँ नम्बर हाल्नुभएको हो, तपाईँहरूले कुन चाहिँ नम्बर हाल्नुभएको नम्बर चाहिँ यहाँ आउनेछ र तपाईँहरूले चाहिँ सेन्ड कन्टिन्यूमा गर्न सक्नुहुन्छ। कन्टिन्यूमा क्लिक गर्न सक्नुहुन्छ। तपाईँहरूले कन्टिन्यूमा क्लिक गरिसकेपछि यस्तो खालको इन्टरफेस आउँछ। सो गाइस यस्तो इन्टरफेस आएपछि कोड आउँछ, अटोमेटिक कोड आउँछ। अथवा इमेलमा गएर हेर्नु होला। कोड आइसकेपछि चाहिँ अब एकाउन्ट बनेर रेडी हुन सक्छ। त्यसपछि केही अप्सन हुँदैन आउन सक्छ है गाइस। सो गाइस कोड हालिसकेपछि चाहिँ यस्तो खालको न्यू इन्टरफेस आउँछ। यस्तो गरेपछि चाहिँ तपाईँहरूले आफ्नो फोटो चाहिँ हाल्न सक्नुहुन्छ। यो फोटो हाल्यो अनि स्किप नि गर्न सक्नुहुन्छ। तपाईँले स्किप नि गर्न सक्नुहुन्छ अथवा आफ्नो फेस हाल्न सक्नुहुन्छ। आफ्नो फेसबुक एकाउन्टमा स्किप नि गर्न सक्नुहुन्छ, नहाल्न सक्नुहुन्छ। म चाहिँ स्किप गर्छु। म चाहिँ यो भिडियोको लागि बनाइरहेको हो गाइस, त्यसैले म चाहिँ यो स्किप गर्नेछु। सो गाइस त्यसपछि नट नाउमा क्लिक गर्नु होला, स्किप गर्नु होला। तपाईँहरूलाई चाहिँ कुनमा एड फ्रेन्ड गर्ने भन्नेमा आउँछ गाइस। एड फ्रेन्ड गर्नु होला अथवा गर्न मन लाग्छ भने चिनेको छैन भने स्किप नि गर्न सक्नुहुन्छ। यहाँनिर स्किप छ गाइस, स्किप र एड फ्रेन्ड छ, स्किप नि गर्न सक्नुहुनेछ। म चाहिँ स्किप गर्छु म चाहिँ, किनकि मलाई चाहिएको छैन। म चाहिँ तपाईँहरूको लागि एउटा भिडियोको लागि मात्रै गरेको हो गाइस। स्किप गर्नु होला, स्किप अथवा यस्तो एड फ्रेन्ड गरिदिनु होला। अनि इमेल सो गाइस इमेल यस्तो यो इमेल हाल्न सक्नुहुन्छ। इमेल भइसकेपछि चाहिँ हामीले हेरियो कन्फर्म एड्रेस नि गर्न सक्नुहुन्छ। इमेल हालेको छैन भने चाहिँ हामी स्किप गर्न सक्छौँ है त।
सो गाइज स्किप गरिसकेपछि चाहिँ हामीलाई यस्तो खालको फेसबुक एकाउन्ट बनिसक्दैछ। सो गाइज होपफुली तपाईँहरूलाई यो भिडियो राम्रो लाग्यो होला, राम्रो लाग्यो मलाई सब्सक्राइब एन्ड सेयर गरिदिनु होला। सो गाइज आजको लागि यति नै। यो भिडियो कस्तो लाग्छ लाइक सब्सक्राइब एन्ड सेयर गर्नु होला। यो भिडियो कस्तो लाग्यो तपाईँहरू कमेन्ट गर्न सक्नुहुनेछ। इमेल कसरी बनाउने भन्ने बारेमा चाहिँ गाइज डिस्क्रिप्सनमा लिङ्क छ, हेर्नु होला। सो गाइज आजको लागि यति नै, बाई बाई।